यस्तो घुमाएर फर्केर आएको तर माथि सोचेर हामीलाई हरि पुरै सोचेको थियो माथि चोरै सोचेको जानु हाम्रो आकाशले चाहिँ चोर सोचेको के आकाश के भन्न चाहन्छ तरुणहरू जानुपर्छ कबाडी ल गाइस टिकटमा हामीले पास पनि ल्याइसक्यो अब टक्कै फुलबारीको हामी चाहिँ भ्यू हान्छौँ है तर म अस्ति नै आउँदा चाहिँ म चाहिँ 50 रुपियाँ आएको थिएँ अहिले 60 रुपियाँ भयो त मैले चाहिँ गोजामा 100 रुपियाँ मात्र बोकेर आएको थिएँ अनि टक्कै यो फुलबारीमा चाहिँ हरिक छ के यस्तो छ यहाँ पहिलाकै कोछार थियो अहिले चाहिँ कोछार रहन्छ यहाँकै पहिला दाहिने पाएर जानुपर्छ हामी दाहिनेपट्टि देब्री भएको देब्री भयो क्या यता जाम के हुन्न तर माल चाहिँ चर्का चर्की छ है फुलबारीमा यस्तो भिड मैले पहिलोचोटि देखेँ यार के छैन कबाडी अब हामी चाहिँ अब तर पहिला अन्त चाहिँ दामी स्टार रहेछ टक्क फोटो खिच्ने ठाउँ चाहिँ यतातिर रहेछ यहाँ मैले घन्टो चाहिँ ए परू माल एउटा राम्रो केटी मिलाइदिउँ कबाडी भए अब असै साउ रहेछ यहाँ चाहिँ है फोनमा चाहिँ धेरै होइन फोनमा चाहिँ 26% चार्ज छ त्यही पनि भ्लग चाहिँ मेरो भ्लग चाहिँ अन्तिमसम्म हेर्नु होला अनि म चाहिँ तपाईँलाई चाहिँ यो ठाउँ चाहिँ डेटिङ स्पोर्टको लागि एकदम कन्सल्ट गर्न चाहन्छु एकदम पर्फेक्ट है म पनि पहिला म पनि सुरुमा चाहिँ है हल्का चाहिँ हुन्छ नि राम्रो पोहोर खेला के अरे नुक खेलाडी हुँदा चाहिँ यतातिर आउने गर्थेँ अक्कल चाहिँ आउँदैन यतातिर मान्छे धेरै हुन्छन् अक्कल चाहिँ मेरो चाहिँ जक्सन चाहिँ कमल पोखरिरहेको छ मेरो दाजुको चाहिँ मेरो दाजु चाहिँ पुरानो बस्ताको पहाडी बस्नुहुन्छ के लेखेछ पढ्नु त मलाई त पढ्न आउँदैन गाइस पढ्न कबाडी अब तिमीलाई चाहिँ अब केटीको मोडल ड्रेस आएर ए यहाँ ए मोडल ड्रेस लाएर तुलो बेबी चाहिँ नाच्ने वाउ गाइस भ्यू हेर्नु त बिच ओ गइरहेछ गई गाइस गई तर माघसम्म रियलमा चाहिँ ठुलो हुनु होला मान्छेले त्यत्तिकै यति ठुलो भनेको थिएन बाघ यत्रै हुन्छ यत्रो ठुलो हुन मुख हेर्नु कति लामो काम त्यस्तो चुच्छु मुख हुन्छ तर हेर्नु मान्छे दामी खाके पछि पहिला यताबाट थिएँ कबाडीबाट यता उपल्लोबाट थियो हामी यता तिमीकै टिकट काट्नु पैसा नआएर नरियलको पेड छ तर फलेको छैन नरियल होइन बे लप्सी रहेछ अब चाहिँ माथि र ए दाइ ड्रेस लाउने न मगर ड्रेस अब मेरो आकाश दाइले चाहिँ केटीको मगर ड्रेस लाउनुहुन्छ ओ दामी दामी गाइस लभली ओ दामी के भन्नु कबाडी के हो यो उयस हो क्या मिर्ग हो क्या यो अन्त गाइस रुखका हाँगा हो कि के तिम्रो टाउको लागेको 12 सिङ्गे गाइस नजिक हेर्दैन न ओए यहाँ त उस पनि छ है ओए ला यहाँ त गौडा छ त गौडा होइन रे ल गौडा म त जहाँ पनि ढोग्ने गाइस जहाँ पनि ढोग्ने हो केटी पाउन पर्यो जहाँ पनि आम्मो हेर्नु न कति दामी हेर्नु न ल यो पनि त पहिला चलाएको हो यो पहिला भाँचेको छैन है यो पनि यो छ नि यो जुन यो लामो सिङ देख्नु भएको छ नि यो पनि जयाको सिङ हो रे अनि हरिप त बुढो भएपछि त्यसको भाँचिएर मरेछ क्या त फेरि हेर्नुहोस् यहाँ चाहिँ खै ए दिनेश मेरो दाइ दिनेश हेर्नु त दाइ मेरो दाइ दिनेश के हो कि तिम्रो के बनाइदियो यस्तो मेरो दाइ दिनेश तँ भान्न रातो बनाइदियो नि त मेरो दाइ दिनेश के यस्तो हालखबर छ तर दिनेशलाई मैले भिडियो हेर्दै छ नि दिनेश दाइ नरिस है तँलाई मनदेखि माया छ मेरो दाइ यो के गर्दा युद्ध भएको यहाँ उस भएको युद्ध गर्ने उस भएको यो त के अरे मैले तिमीले विगति प्राप्त गरेको थियो क्या होइन यो युद्ध हुँदाखेरि मेरो घरै माथि थियो क्या दाइ मेरो घरै माथि थियो पुर्खाले बेचेर गाउँतिर गएछन् कि लडाइँ सुधु गर्नु जस्तो हो नानी त अहिले कहाँ हामी लामो के हो गाइज के हो यो फुलबारी त बाघ छ त हौ ओहो बाघ नि त यत्रो ठुलो बाघ त कसम देखेकै थिएन मैले त यता छ कि बाटो ए हामी चाहिँ उसभित्र आयौँ क्या केसभित्र
हामी थुन्ने जस्तो लाग्यो मलाई अरे भित्र ए यो यहाँ होइन बे ए होइन कबाडी ओ आकाश दाइ त्यो होइन कि त्यहाँ के को दुध छ यार त्यहाँ खानाले ठाउँ यार उल्टी बाटो आइएछ हामी यार यो के हो यो त उ छैन र हाँस छैन रे यो हाँस हो के हो यो ओहो दाइ आगेसको सुकुटी खानुपर्छ छोइला खाने छोइला यो काट्ने त माकास हाम्रो माकास गाउँभरिकालाई भतेर हुन्छ होला क्या मेरो बेमा यहीँ ठुलो कुरा काट्नुपर्छ क्या सबैले बोका खाउँछन् म कुखुरा खाउँछु कि सबैलाई यसले अन्डा पार्छ यता छन् क्या हरिब जनावर त यता भित्र हात दिन्छ कि कतातिर हेर्न काँडा मेरो प्रजातिको आएछ न मलाई सोचिरह क्या नठोक्यो भने त फेरि यार हरिब ठुङ्छ क्या फेरि चाम्यार यता धेरै नोइस काम यता धेरै नोइस काम यता ओभर एन्ड रियाक्सन हाल्नु थाल्यो भने फेरि भइन्छ फेरि घर भुत्लाउँदा भागेको कुखुरा कहाँ गर्ने त यहाँ रहेछ नि त आदि यतिकन पहाडीतिर भुत्लाउनु थाल्यो त भागिहाल्यो क्या यो फेरि ल ढिलो चाइड नगरेको अगाडि जाऊँ दाइबाट सब भयो पहिला यतापट्टि थियो क्या यतापट्टि नि रहेछ आकाश त यो फेरि उसो क्या हाम्रो गाउँतिर सोस्ता खाइन्छ नि हो यसले क्या हाम्रो गाउँतिर सोस्ता खाने राति अन्नी हो यो गाई हाम्रो गाउँतिर खाइन्छ नि सोस्ताहरू मकैहरू यो गाई यो त रातो छ त हौ निलगाई यो गाई निलगाई तर यो चाहिँ रातो रहेछ है मैले सोच्थेँ कस्तो छ ठ्याक्क गाई जस्तो हुन्छ नि गाईमा चाहिँ निलो रङको हुन्छ तर यो चाहिँ उस जस्तै रहेछ कि मृग जस्तै लाग्यो मलाई त है अब यहाँ चाहिँ अर्को फेरि प्रजातिको मृग कति धेरै हुने यहाँ त उतापट्टि उता देख्नु हो तर यहाँको मासु मिठो हुन्छ होला न म अस्ति नआउँदा उहाँपट्टि एउटा बाँदर थुनेर राखेको थिएँ कि कस्तो एउटा बाँदर थुनेर राखेको थिएँ कस्तो ओ बाघ रहेछ हो यहाँ त चितुवा रहेछ यो मरेको राख्न पाइन्न है साथी मरेको राख्न पाइन्न के त फाँक भयो त हेर्नु त गाइज जिरो टोके खेल त यो त जिरो टोके खेल त ला धेरै गर्मी यस्तो त गर्मी यहाँ हेर्न उहाँ बोर्ड छ यहाँ छ चितुवा फेरि हेर त ए ढुकुर पनि रहेछ हौ यहाँ त खै कहाँ त ढुकुर यहाँ ढुकुर न को छ रहेछ हेर बिचरा को छ यिनीहरूलाई रातिमा क्या खान्छ यिनीहरू राति डर लाग्दो कि यिनीहरूलाई यस्तो हुन्छ क्या बनकुरो त्यो हामीले कालीजन छोप्छौँ नि हो त्यसलाई रियल कालीजनेको छुट्टी हुन्छ बनकुरो पनि छुट्टी हुन्छ क्या हो गाइस यो चाहिँ टर्की हो टर्की यो उसो क्या आकाश दाइ यो तित्रो अन्य हो क्या यो वाउ वाउ यस्तो हुनु चाहिँ पोद्दिन दाइले फोटो खिचेर न उसले सर्पाले पोद्दैन हेर्नु त के छ दिने सस्तै छैन के छ ए ल धन्नै टोकेन यसले कि मलाई हेरेर के सोचेला न कस्तो चुतियाले मलाई हेरिरह भन्नु सोचेला म त्यहाँ गएँ जान्छु यार यसले मलाई धेरै गाली गरेर धन्नै टोकेन यार होइन त यस्तो दामी स्थितिले पानी दिइरह अब नखाने त कुरै भएन उता फोटाइदिनु थाल्छ है दाइ कल्तिर हुनुपर्ने मात्र पिङ खेल्न हेर त ओए हेर्नु गाई जङ्गली कुकुर हेर त पिन्जाडा भागे यसलाई चाहिँ छिटो छोप्न पऱ्यो जङ्गली कुकुर यो चाहिँ एउटै पोजिसनबाट हान्नु भनेको यस्तो चाहिँ फोटो खिच्छ हामी चाहिँ गेम खेल्नुपर्छ कबड्डी अझ दाइले चाहिँ अब यहाँ हरिब गेम खेल्न भन्दै भन्नुभएको छ हरिब गेमहरू चाहिँ हरिब देखिरहेको छु मैले चाहिँ तर पहिला जस्तो थिएन कि पहिला म आउँदा चाहिँ हरिब त झुल्लीमा त थियो कसम ओहो हेर्नु त अहिले त दामी भयो त बन्दुक पड्काउनु यहाँ बन्दुक कहाँ छैन बन्दुक यहाँ त बाघ बन्दुक खै के हान्ने रे 100 रुपियाँ फोकाटमा गएको कबड्डी बोला थुक्का हेरिदिनु पर्ने गेम खेल्ने होइन गाई झन तर मलाई चाहिँ आकाशमा शङ्खा लाग्न थाल्यो पुलिस मान्छे भएर नि ल एक हात तलमाथि हान्नु थियो कि मैले अनि क्यान ठोकिरहेको थिएँ त्यहाँ
तर आकाशले त तल माथि तर जे भयो भने दुईचोटि हानिसकेपछि चाहिँ दिनुपर्ने तर क्यान हान्नु हुने चाहिँ क्या मैले त्यहाँ उसकोमा हानेको थिएँ तर आएको नेक्स्ट टाइम आउँदा हामी ट्राई गर्छौँ फेरि कसो तर ठग्छन् कि फेरि त्यो हुन्छ तपाईँको एकचोटि थियो नि गोली राम्रोसँग गएको थिएन थाहा किन त्यो हल्का ठोकेको थिएन राम्रोसँग होइन त गाइज हराएको कि फेरि भेट्यो वासो वासो गाइज जङ्गली सेर आइज यो चाहिँ कुकुर चाहिँ के भन्दाखेरि जो मान्छे यहाँ आएपछि भड्किन्छ नि ठाउँ त्यसलाई चाहिँ बाटो देखाउँछ क्या गाइडर हो तिम्रो थाहा किन स्पेसल ट्रेनिङ मिलेको छ यसलाई चाहिँ बुटोल उपमहानगरबाट फुलबारीबाट माथि केबल कार हामीलाई फुल कारमा हामीलाई चाहिँ भित्र छिर्न नदिएर हुन्छ भित्र छिर्न नदिएको होइन हेर तेरो दाइले फुलबारी यहाँ फुल भेटाइसक्यो यहाँ खिच्छ नि त फोटो त फुलमाथि बसेर त्यही गाई चाहिँ ल भाइरल रोड त्यो छिर्यो हामी चाहिँ त्यो फुललाई चाहिँ लास्ट एन्डिङ हो अब यहाँ हल्का यसो रमाइलो यसो यताउति फोटोसोटो हानेर हामी चाहिँ टक्क हिँडिन्छ हामी चाहिँ आन्टी भ्लगर आन्टी आउनु भएको छ एउटा टक्क मेरो भिडियो बनाएर जानुभयो अनि भाइ फेरि साँझ भोजपुरी गीतमा आउँछ यो ट्या गर्दै अनि दिदी चाहिँ फोटो हान्नु भएको छ तर जानु डिस्टर्ब हान्दैन म चाहिँ किनकि मेरो कारणले कुनै पनि मान्छे डिस्टर्ब नहोस् मेरो त्यो चाहिँ धारणा छ दाजु ओके तर यो धेरै ठुलो छ कमल फुल न चढ्ने हो आम्मामा दाइ फुलबारी आउने अनि फुलबारीकै भाइरल पुल नचढिकन हामी मनले चाहिँ मान्दैन नि त नेपाली हो नि त वाउ तर यहाँ पुलमा पानी आउने छोडेछ सुकेछ पुल त होइन त्यो अहिले चौध वैशाखको कारणले चाहिँ अलि मूल सुकेको छ तर यहाँ चाहिँ यसो सफा गर्नुपर्छ है मैले फुलबारीको मान्छेलाई भन्दा चाहिँ यहाँ चाहिँ सफा गर्नुपर्छ बोलाउनु पऱ्यो अब आशिका दिदीलाई बोलाउन बेर लाउनु यस्तो फोहोर गर्ने हो यस्तो फोहोर गर्ने हो हेर त यो पात हेर त योभन्दा सफा त तिमीको पानी छ यस्तो फोहोर हेर यो चाहिँ गर्न पऱ्यो मच्छर लाग्छ यहाँ फेरि यो लाइट कहाँ गएको अब लाइटै छैन मलाई भजन सुन्ने हुने गाइज ब्लग हान्छ क्या चाहिँ ओम नमः शिवाय सबैजना चाहिँ टाइम पाउनुभयो भजन कीर्तन सुन्नको लागि पनि यसो टाइम दिनु होला होइन तर सबै ठाउँमा मान्छे छन् कि यहाँ मान्छे छैनन् म चाहिँ किन जाँदा त भगवान्ले भलो दिइसक्दैन यहाँ चाहिँ शिवजी हाम्रो शिवजी चाहिँ तपस्या गरेर बसेको ठाउँ हो यो चाहिँ शिवजीले म के गर्न जान्छ मेरो आइडी छिटो गोरो गरिदिनु भयो गाइज अनि त्यसपछि नेक्स्ट ब्लग चाहिँ हाम्रो आकाशसँग अब आकाशसँग गाउँ जाँदाखेरि चाहिँ आउँछ है नयाँ ठाउँहरू हाम्रो चाहिँ यो फुलबारी भ्लग चाहिँ अब फुलबारीको चाहिँ भ्याइयो अब चाहिँ गेट बाहिर गएपछि हाम्रो भ्लग पनि इन्ड हुन्छ है अनि हाम्रो फोनमा चार्ज पनि छैन चार्ज त छँदै छैन तर त हजुरले चाहिँ भ्लग कस्तो लाग्यो तल कमेन्टमा चाहिँ मलाई चाहिँ केही है डिएममा चाहिँ म्यासेज लेख्नु कमेन्टमा चाहिँ मलाई केही चाहिँ प्रतिक्रिया दिनु होला मेरो चाहिँ भिडियो कस्तो लाग्यो तपाईँलाई चाहिँ है अनि म त्यही अनुसार चाहिँ अझै मेरो भिडियोमा चाहिँ नयाँ नयाँ इम्प्रुभहरू ल्याउँदै गर्छु म चाहिँ सँगसँगै मेरो अहिले के अरे स्टार्टिङ फेसिङ चलिरहेको मेरो चाहिँ अहिले इङ्ग्लिस अलि त्यस्तै छ नि त तपाईँलाई थाहा छ अनि मलाई चाहिँ तपाईँ टिकटकमा फलो गर्नु छैन टिकटकमा फलो गर्नुहोस् कि मेरो टिकटकमा चाहिँ नवीन थापा छ यहाँ नवीन त्यहाँ चाहिँ थापा छ अनि एमआर काले छ निकनेम चाहिँ सबजनाले फलो गर्नुहोस् अनि यो च्यानलमा चाहिँ डेली भ्लगहरू आउने गर्छ धन्यवाद है गाइज टेक केयर बाई बाई सी यू टुमारो सायनारा तातो देसाई आइगा